हेलो गाइज, नमस्ते नमस्कार, वेलकम छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा न्यू डे न्यू भ्लगका साथ, छोटो मिठो भ्लगका साथ म तपाईहरु समक्ष उपस्थित भइसकेको छु। म चाहिँ आजभोलि काठमाडौँतिर छु हैन। काठमाडौँ आएको लगभग 1 महिना क्रस भइसकेको छ हैन। म चाहिँ यता काठमाडौँतिर आएर कामसाम हल्का गरिरहेको छु। आज चाहिँ टक्क लाएर म चाहिँ खाना खाइसकेर हैन। आज चाहिँ यो म चाहिँ अर्को साइड यो भोइसी पार्टी भन्ने साइडमा आएको छु। अनि त्यहाँनिर टक्क 10 बजी हाम्रो खाना खाने टाइम हुन्छ। अनि खानासाना खाइसकेर अनि त्यसपछि म चाहिँ अनि एकजना हाम्रो अङ्कल र एकजना भाइ आउँदैछ हैन। अनि टक्क लाएर म चाहिँ लिन जाँदैछु। यो ठाउँ नयाँ छ हैन, मलाई पनि ठ्याक्कै खासै थाहा छैन। हिजो अस्ति आएको अन्दाजमा म पनि हिँड्दैछु हैन। टक्क बाटो चाहिँ यही हो। यो चाहिँ कलङ्कीदेखि यतानिर पर्छ, यो के अरे कोटेश्वर जाने बाटोतिर भनौँ। ल टक्क लाएर यस्तै छ हैन। काम गर्नु पर्यो, के गर्नु, दुःख सुख यस्तै हो हैन। जस केटाहरू पनि आउँदैछ, अब उनीहरूलाई पनि बाटो ठ्याक्कै थाहा छैन नि त। ठ्याक्कै थाहा छैन, त्यही भएर म चाहिँ उनीहरूलाई लिन गइरहेको छु। मलाई पनि एक्ज्याक्ट थाहा छैन। आज उनीहरू ट्याक्क झरेर बसिरहेको छ अरे हैन। म पनि टक्क जाँदैछु। अब हेरौँ के हुने हो। म पनि नयाँ ठाउँ हो यार हैन। भेट्न चाहिँ भेटिन्छ, फन छ हैन। अवसर पनि भइहाल्छ। देखिरहेको छ कि होइन, पानी बर्खामा हिजो अस्तिदेखि पानी परिरहेको थियो कि आज चाहिँ बिहानदेखि नै घाम एकदम खुल्ला आकाश अनि बादलहरू पनि राम्रो देखिरहेको छ क्या। पानी परेको धेरै भएको थियो नि त। आज चाहिँ एकदम क्लिन इन्भाइरोमेन्ट देखिएको छ होइन। त्यहाँदेखि मेन टाइम लाग्दैन, आइपुग्न आँटिसक्यो। अब अङ्कलहरू चाहिँ टक्क ठ्याक्कै लाएर कलङ्कीमा गाडी चढेर यता आउनु भएको थियो मैले। खानासाना खानाको अर्डर गरिदिएको छु होइन। टक्क लिएर आएर काम हाल्नु सबै हुन्छ होइन। काम नगरी केही छैन, काम गर्नुपर्छ। काम गर्ने मान्छे खानु हुनुपर्छ होइन। रियल हो जस्तो पनि लाग्छ क्या होइन। जसले के भन्दा पनि होइन, काम गर्ने मान्छे चाहिँ कहिले सानो जस्तो लाग्दैन क्या मलाई चाहिँ होइन। हेलो गाइस, म चाहिँ अनि ठ्याक्कै अहिले यो मेन चोकमा आइपुगिरहेको छु होइन। अङ्कल र भाइ सायद यतै होला, कता यतै होला कि कता हो कता। अब कुन चोकमा झऱ्यो होइन, थाहै छैन क्या। यतै होला, म यसो हेर्नुपर्ने हुन्छ। अब चकाचक जाम परिरहेको छ यार। मान्छेहरूले चाहिँ मलाई हेरिरहेको छ क्या, यस्तो धुस्सेर पुस्ने भाइ कहाँ हिँडेको होला भनेर। टक्क गाडी बाइकमा चढेको ठ्याक्कै यहाँनिर रहेछ केटाहरू चाहिँ, ठ्याक्कै यहाँनिर होइन। कस्तो फुल्ली भ्यू देखिरहेको छ क्या, राम्रो देखिरहेको छ नि है भ्यू त। ठ्याक्कै यहाँनिर यो सेतो सर्ट लाउने चाहिँ मेरो भाइ हो होइन, मेरो अङ्कलको छोरा हो। अनि परतिर चाहिँ मेरो अङ्कल छ। ल टक्क लाएर अब मैले भेटिसकेँ। ल त्यही हो गाइज। हेलो म चाहिँ ठ्याक्कै अङ्कल र भाइलाई भेटेर चाहिँ होइन लिएर आइसकेको छु। टक्क अगाडि हुनुहुन्छ। के छ भाइ, ठिक छ है? अलिक नाजुक छ। यात्रा कस्तो भयो? यात्रा ठिकै हो भनौँ न। सुती पठाएर अलिक होइन, नाइट यात्रा चाहिँ कस्तो भयो? नाइटमा त अलिक अप्ठ्यारै भयो नि, सुत्न नि पाएन। हो र? सिट थिएन यार? सिट त थियो नि, के गर्नु। सिट भएर के गर्नु। सिट मात्रै बस्ने ठाउँ थिएन भने जस्तो हो क्या। नाम मात्रै बस कुल आउँछ है। ए सिट डुब्बा सिट त भेटेको छ नि क्याबिनमा। ए पैसा जमा रहा है। ओहो
हामी पनि अस्ति आउने बेलामा बिजोक भएर आएको यसरी खापेर सुतेर आएको यार गाउँ फेरि अब भित्तामा ल त्यही हो अब भेट भइसकेको छ होइन हराउला तराउला भन्ने डर छैन अब हामी पनि टक्क आइपुग्ने बेला भइसक्यो ल कस्तो लाग्यो तपाईँहरूलाई छोटो मिठो भ्लग होइन नबनाएको धेरै भएको थियो प्रतिक्रिया दिनु होला